यो पनि अदुवा रोपेको बारी हो, अस्ति रोपिसकेको। यो जति छ यो सब अदुवा रोपेको। यो त्यो बाटोदेखि त्यो ठुलो गाछसम्म अदुवा रोपेको छ। यो डेङ छ जुन, यो चाहिँ अदुवा रोपेको। यहाँ चाहिँ गोरुले जोतेर डेङ खोली बनाएर खोलीमा हालेर फेरि बिचमा जोतिदिन्छ। त्यहाँ रोप्दैछ यिनीहरू देखाउँछु। यसरी जोतेर। के छ हौ दिदी, सन्चै? ए अँ, सक्नुपर्छ नि। यो अदुवा रोपाइ धमाधम अब बाक्लै हो नि। यतिको त ठिकै हो, यो सानो काटेको छ नि त नि। हो र? अन्त रोप्ने यो पारा के छरेको? के छरेको? अदुवा नछोपिहाल्नु यो मल? भन्नु त यो परेसम्म अदुवा बारी सकेको। त्यो त बाटो तक यो अदुवा रोपेर यो यसमा चाहिँ लगाएको छ अदुवा बिचमा, अनि जोतिदिएको साइडमा। अनि फापर छ। यो फापर चाहिँ अब यति यति हुँदाखेरि अदुवा पनि टुसा निस्किन्छ। यो फापर उखाले त्यहीँ सुताइदियो। पर त्यो जति जोतेको यता देखेको छ त्यो ठुलो घाँसको यता 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 रहेछ अदुवा बारी। त्यो सब रोपिसकेको। यहाँदेखि उहाँ बाट्यो भनेपछि यो ठुलो घाँसदेखि यहाँदेखि सर्छ। कत्रो कत्रो अदुवा रोप्छौ यहाँ। यस्तै हो अदुवाको। यो सिधा ल्याउँदा दुईपट्टिको छोप्यो। अब यहाँ ल्याउँदैछ, यता छोपिन्छ यता डेङ उठ्छ। अदुवा पुरै यो हो।